विगत 8 महिनादेखि आफ्नो परिवारसँग सम्पर्कविहीन रहनुभएको विमल आचार्यलाई हुई पोखरा टिमले पोर्चुगलमा फेला पारेको हुँदा आज हामी उहाँको परिवारसँग केही बेर अन्तर्क्रिया गर्न गइरहेका छौँ। देश विदेशमा रहनुभएका सम्पूर्ण पोखरेलीहरूलाई एकैसाथ जोड्नका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौँ। बाँच्नै नसक्ने अवस्था छ नि हामी त। तर जब दुःख हुन्छ नि कोही हुँदो रहेछ कि आफ्नो भैमा हिँडे कमिलो पनि टोक्ने रहेछ होइन। ती दुःखमा चाहिँ त्यति बिति भयो मलाई बाँच्नु पनि कति गाह्रो भयो। तर म मर्न पनि सकिनँ। धेरै पीडामा भयो म, धेरै पीडामा। मल हल्का गर्नु, हामी सकेको गर्छौँ, सकेको हामी गर्छौँ। कसरी हुन्छ बाबु? अब बाबुको उद्धार अब बाबुलाई जसरी हुन्छ हजुरले सम्झाएर हुन्छ, हजुरले बुझाएर हुन्छ, हजुरले के गरेर हुन्छ, हजुरले आफूलाई भनेर गरिदिनु। हजुर